वाट्सअप एन्ड गुड मर्निङ वेलकम ब्याक माई सेकेन्ड ब्लग है। अहिले चाहिँ उठेर म फ्रेस भएर अलिअलि ओछ्यानहरू यसरी मिलाइरहेको थिएँ। भाइ सुतिरहेको छ, दाइ सुतिरहनु भएको छ। म चाहिँ अब एकछिन दोकानतिर जानु पऱ्यो होइन, यो पनि अलिकति बनाइदिउँ न भनेर के हुन्छ नि। अब रुमबाट निस्केन चाहिँ टक्क लाएर टक्क भाइ पनि बिहानै भेट भइहाल्यो। हजुर जाँदैछु। हुन्छ त्यही पछाडि नै जानु होला दोकान, पछाडिकै दोकान जान आँटेको। त्यहाँ पाउँदैन भक्ते आउन एकछिन। म तिमी के भन्छ उहाँ माथि दोकान जाऊ न, चिनी र बिस्कुट ल्याइदेऊ। चिनी कति पर्छ उब्रेकोले बिस्कुट ल्याऊ, म चाहिँ पछाडि घर जान्छु। यो लियो त तैँले एकछिन। त्यो कति पर्छ हेर न। 1 किलो त होइन नि, अलिकति मात्रै। कतिको पाउँछ प्याकेट त खै थाहा भएन मलाई। जुन भए पनि ल्याउ न बिस्कुट त। म चाहिँ टक्क लाएर पछाडि घर जान आँटेको। घाँटी मात्रै आएको छ हेर न। टाउको त आउनु पऱ्यो नि त। अरे बा हामी चाहिँ टक्क जाँदैछौँ होइन। पछाडि दिदी भयो अनि म चाहिँ टक्क चामल खाने खाना खाने सामान लिनु गएको। यो यहीँ रहेछ है, यहीँ बसिरहेको छ होइन। चल्नु चाहिँ नचल्ल मेरो कान्छी, मेरो फुच्ची, मेरो बहिनी। छोड पर्जा नो बाहिर होइन है, बाहिर होइन है। के भयो नो आइज हजुर नो छि फोरो यो जातमा लाउने। हेर कस्तो चल्छ, चुतुरी छ क्या, चतुर पतुर छ। अनि म चाहिँ टक्क लाएर मभन्दा अगाडि कुद्छौ भने। ह्याप्पी न्यु इयर आन्टी। ह्याप्पी यो चाहिँ हाम्रो डगी, हाम्रो घरको एकदम ज्ञानी, यति ज्ञानी कि आम्मामा कसैले सोचेकै छैन होला। अघि बनाइसक्नु भएको खाना अघि बनाइसक्नु भएको। हामी त भर्खर उठ्दै थियौँ। कति 4जना छौँ छ होला। त्यहाँदेखि चाहिँ अब टक्क लाएर म उतै भेट्छु ल बाई। सो फाइनली गाइस हामी चाहिँ म अघि पछाडि घर गएको थिएँ। अनि आइपुगेँ है, आइपुगेर नि चिया बिस्कुटहरू खाइसक्यो। अब हामी कति 8 बजे, मैले 8:15 गुड मर्निङ भनेको थिएँ होला है, भ्लग स्टार्ट गरेको थिएँ। अहिले 10 बज्यो। नेपाली हो नि त होइन, टाइम त अब त्यस्तो भइहाल्यो। अब हामी चाहिँ टक्क अब ह्याप्स पकाउनेतिर लाग्छौँ। अनि यो चाहिँ हाम्रो अहिले भर्खर चिया खाएको भाँडा, दाइले खानु भएको छैन, त्यही भएर एकछिन यता साइड लगाइदिइराखौँ। अनि आज चाहिँ स्पेसली के छ भने हाम्रोमा टक्क सुँगुरको मासु, दामी तरिकाले। यो चाहिँ हिजो बेलुकाको तरकारी, हिजो बेलुका कुखुराको बनाइसकेर फेरि यो चाहिँ आलुदम हाम्रो अघि रेडी भइसकेकोहरू हो होइन। यस्तै छ। अब म गएँ, अब
भान्सा लाग्नुतर्फ। त्यसैले अहिले एकछिनमा फेरि भेटौँ ल, बाई गाइज। अहिले चाहिँ 5:30 भएको छ बेलुकीको है। हामी चाहिँ अब टक्क दिउँसोको खाजा खाने भनेर यता बनाउनुको लागितिर लागिरहेको थियौँ। अनि यसो सोचेँ बनाइदिउँ होइन त, बनाउनुको लागि। अनि टक्क म चाहिँ सामानहरू रेडी गरेँ। यहाँनिर कराही तापिँदैछ, धेरै त थिएन। अनि अलिकति मिटमा चाउमिन बनाइदिनु पऱ्यो भनेर टक्क है। अनि अब बनाऊँ के कस्तो हुन्छ होइन, खाइदिउँ। मैले तर चाउमिन चाहिँ फर्स्ट टाइम है, आज फर्स्ट टाइम बनाउन आँटेको मैले आफै यही घरमै। दामी कसम मौसम कुल भइरहेछ आज, काँडा काँडाहरू टक्क लाएर दामी तरिकाले। यता चाहिँ कालो देखिरहेको होला मलाई, अन्त म कालै छु भन्दिनँ हो होइन। अब लेट्स सी। यो माया बुझ्दिदैन, त्यसपछि मलाई पनि थाहा छैन।
फाइनली है हामीले चाहिँ चाउमिन बनाइ पनि सक्यौँ। म त भिडियो प्लेमै होला भनेर वास्ता नगरेको, कतिखेर अफ भइसकेको रहेछ गिद्दी होइन। अनि पस्केर लगी पनि सकेको छ होइन। अब खाने मात्रै रेडी हो, खाएको चाहिँ नदेखाउनु होला है। अहिले एकछिनमा म मेरो घर जाने बेलामा भेटौँ है त, ल बाई। फाइनली गाइज बेलुकीको 7:30 भइसक्यो होइन। म चाहिँ झोला झमेटी बोकेर घर लाग्दै गएँ। अब बाटोमा देखिले भ्लग अलिअलि बनाउँछु अनि अलिअलि भिडियो उयो गर्छु। अहिलेलाई चाहिँ अब लेट्स सी के हुन्छ। गएको दाजु भ्लग बनाउँदै गइदिएको क्या। अब चाहिँ लागेँ लुगा धोइदिनु छ। अब भनेको के हुन्छ उयो बालचोकसम्म हिँड्दै जानुपर्ने टेम्पू। अनि अब म चाहिँ बालचोकसम्म हिँड्दै जान्छु होइन। अनि त्यही भेटौँ अब। फाइनली म चाहिँ बालचोक आइपुगेँ है। अब घर जाँदैछु टक्क लगाएर। फाइनली म घर आइपुगेँ। मम्मी यहाँ बसिरहनु भएको छ, बहिनी यहाँ छ, बहिनी यहाँ छ। राम राम अरे राम राम यही हो पढेन 7वटामा 0 लाउने, पढेन 7वटामा 0 लाउने। यसपालि एक्जाममा पास गरी भने म अर्को आइफोन किन्ने। अब होइन नि ब्युटी पार्लर खोलिदिने रे तल माइतीले, ब्युटी पार्लर खोल्छ पछि मुसास टाउको मुसास थेरापी भन्छ ड्याड, थेरापी सेन्टर भन्छ। दिदीले जे गर्छ यसको एक्जाम नआउँजेलसम्म चाहिँ एक्जाम होइन एक्जाम गइसक्यो। रिजल्ट मान्छेको बोली चेन्ज हुँदैन, थुतुर नबजा मुख बच्चा समय अनुसार मान्छे चेन्ज हुन्छ क्या। त्यही भएर फोन चाहिँ दिनु बेलुकी सुत्ने बेलामा फोन चाहिँ दिनु, अरू केही भन्दिनँ म। बाहिर चाहिँ किन निस्किनु, फोन दिनु नि। अनि एक्जाममा एउटा दाग्नलाई पास गऱ्यो भने म अर्को फोन किन्छु न है। यो पनि एउटा दुईलाई दिन्छु एउटा यो अर्को फोन किनिदिनु नि अरे मम्स। यता हेर्नु त के साह्रो चुरुक गरेर सबै चालु लाग्छ। दादा औ म त पास भए दिदी फेल। त्यसको खुसीमा त हामी म त पास भए दिदी फेल। त्यसको खुसीमा त हामी लड्डु ल्याऊ पहिला। लड्डु अँ लड्डु त अनि किन बोलेको? उसले त जेमा पनि 7 बोरा आलु दियो पो। आजको डे 1 भ्लग चाहिँ यतिमै समाप्त। कुरीहरू बाई।